नमस्ते अनि स्वागत छ यहाँहरूलाई सदाको चाहिँ मैले हजुरहरूलाई फेरि स्वेटरको बुट्टा लिएर आएको छु। हजुरहरूले यदि मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, टिना बुनाई च्यानल। मैले चाहिँ यो एकदम सजिलो र एकदम राम्रो स्वेटरको बुट्टा लिएर आएको छु। यो स्वेटरको बुट्टा चाहिँ 8 घरको बस्छ अनि हजुरहरूलाई कति घर लाउन मन लाग्छ, कति घर कत्रो साइजका बनाउने हो त्यही उस गरी घर हाल्न सक्नुहुनेछ। मैले चाहिँ यो 107 घर लगाएको छु र बुट्टा चाहिँ कति 5 4 5 12वटा बुट्टा बसेको छ। हजुरहरूले जुन जत्रो साइज जत्रोलाई राख्न, बच्चा ठुलोलाई हजुरहरूको विचारमा घर राख्न सक्नुहुनेछ। र मैले हजुरलाई सिकाउनको लागि चाहिँ मैले यहाँ जम्मी 8 घर अनि प्लस 3 गर्नुपर्छ। यसमा मैले त्यही गरेको छु, 8 घर गरेको छु अनि प्लस 3 घरलाई थपिएको छु र यसमा पनि मैले 3टा बुट्टाको लागि 24 घर हुन्थ्यो भने मैले चाहिँ प्लस 3 गरेर यहाँ 27 घर लगाएको छु। हजुरहरूले देख्न सक्नुहुनेछ। म हजुरहरूलाई अब बुट्टा सुरु गरेर देखाउँछु। यसमा एक घरलाई यसरी नै थुत्ने हो अनि 4 घरलाई यसरी बुनिदिने, एकदम सजिलो छ। यो छेउको घर बाहेक यो 4 घर बुन्ने अनि अगाडि धागो ल्याउने अनि यो बुट्टाको लागि 1 घर बुनिदिने अनि पछाडि धागो लाने अनि 3 7 घर बुनिदिने, 7 घर बुनिदिने, फेरि अगाडि धागो ल्याउने अनि फेरि 7 घर बुनिदिने। सात घर बुन्ने, फेरि अगाडि धागो लिने, फेरि 1 घर बुन्ने र यो छेउमा जस्तै 1 घर थुतेर 4 घर बुनेको थिएँ। यहाँ पनि 1 घर 2 घर 3 घर 4 घर, ठ्याक्कै 4 घर अनि यो 1 घर त यो सधैँ थुत्ने घर हो। ठ्याक्कै बुट्टा बस्छ र उल्टो साइडमा चाहिँ सुई बुन्ने केही गर्नु पर्दैन यसलाई। उल्टो साइड चाहिँ केही गर्नु पर्दैन, सरासरी बुन्ने हो। यहाँ देख्न सक्नुहुन्छ मैले उल्टो सुई बुनिसकेँ। अब अघि 4 घर बुनेको ठाउँमा यसरी 1 घर थुत्ने, 3 घर बुन्ने अनि अगाडि धागो ल्याउने, 1 घर यो अघि बुनेको यो 2 घर र यो साइडको पनि 1 घर गरी यहाँ अघि 1 घर थियो, अहिले यहाँ 3 घर भयो। उल्टो आफूबाट धागो लिएर अब पछाडि धागो लाने अनि 5 घर बुन्ने, अघि 7 घर बुन्ने ठाउँमा 5 घर बुन्ने। 5 घर बुनिसकेपछि किन 5 घर बुनेपछि फेरि यो साइडको लागि 1 घर अगाडि धागो लिएर 1 घर बुन्ने, अघिको 1 घर 2 घर अनि फेरि यो साइडको 1 घर 3 घर यसरी बुन्ने अनि फेरि पछाडि धागो लाने अनि फेरि 5 घर बुन्ने। 5 घर बुनिसकेपछि फेरि अगाडि धागो ल्याउने, यतापट्टिको 1 घर बुन्ने अनि अघिको 1 घर छँदैछ अनि यो साइडको पनि 1 घर बुन्ने र यता चाहिँ जति रहन्छ त्यतिलाई सुई यसरी बुनिदिने। यहाँ हेर्न सक्नुहुनेछ बुट्टा अलिअलि बस्न थाल्यो र उल्टो साइड चाहिँ केही गर्नु पर्दैन, सुई बुन्ने हो। उल्टो साइड सुई बुने। अब फेरि उल्टो साइडमा बुट्टा राख्ने साइड हो, 1 घर थुत्ने, अघि 3 घर बुने ठाउँमा अब 2 घर बुन्ने। अब यो साइडको 1 घरलाई पनि यसरी बुनिदिने। अघि यहाँ बिचमा 3 घर थियो, 4 घर, यताको पनि 1 घर बुनिदिने अनि यो साइडमा पनि बिचमा 5 घर हुँदै गयो। 2 साइडमा 1 घर बुन्नाले गर्दा अब यहाँ 5 घरमा 3 घर बुन्ने, अगाडि धागो लिने अनि फेरि यसलाई पनि यसरी बुनिदिने। यहाँ पनि अघि 3 घर थियो, यहाँ अब पनि 5 घर हुन्छ। पछाडि धागो लाने, फेरि 3 घर बुनिदिने, अगाडि धागो लिने, अघि सेम त्यस्तै गरी राख्ने बुट्टा
एकदम सजिलो पनि छ, राम्रो पनि देखिन्छ। यो जेन्ट्स स्वेटरमा, लेडिज स्वेटरमा जुनमा राख्न पनि सक्नुहुनेछ। मैले चाहिँ यो जेन्ट्स स्वेटरको लागि बनाएको हुँ। हेर्नु होला है, बुटा बस्दै गयो। यस्तो राम्रो हुन्छ बुन्दै जाँदा। उल्टो साइड त म सुई सुई बुनिदिन्छु, के गर्नै पर्दैन। हेर्न सक्नुहुन्छ उल्टो साइड पनि मैले बुनिसकेँ। यहाँ बुट्टा देखिँदै गइसकेको छ। अब एक घर थुत्ने, अब एक घर बुन्ने, अनि अगाडि धागो लिने। अब बिचको लागि चाहिँ सुई सुई जस्तो छ त्यस्तै बुन्दै जाने। अनि पछाडि अगाडि धागो लिने। यो अघि 3 घर भएकोमा यता एक घर बुनिन्छ। अब एक घर बाँकी रहन्छ बिचमा। अब यसरी एक घर बाँकी रहन्छ। यस्तो हो। अगाडि धागो लिएर फेरि अब बिचमा यो उल्टो फेरि 7 वटा घर हुन्छ। अघि 5 वटा थियो, अब 7 वटा घर हुन्छ। यहाँ देख्न सक्नुहुनेछ। यसरी नै हो, सुई सुई बुनिदिने। पछाडि धागो लगाएर यसरी बुनिदिने। हजुरहरूले देख्न सक्नुहुन्छ यो बुटा भइसकेको छ है। अब उल्टो साइड त म सुई सुई बुनिदिन्छु। यहाँ देख्न सक्नुहुनेछ है, यस्तो भयो बुट्टा। अब एउटा बुट्टा तयार भयो। अब अर्को बुट्टा राख्नको लागि के गर्नुपर्छ भनेपछि यो एक घरलाई थुत्दिने। यो छेउको घरलाई आफूले धागोले यसरी बुनिदिने र यो बिचमा 7 घर छ नि, यो सबैलाई सुई सुई यसरी बुनिदिने। अघि उल्टो गर्थ्यौँ, सबैलाई सुल्टो पारिदिने। अब अर्को बुट्टाको लागि हो, एउटा बुट्टा कम्प्लिट भयो। यो 7 वटा बुट्टा चाहिँ अघि बुनेको जुन बचेको एउटा घर छ नि, यो एउटा घर कस्तो देखिँदो रहेछ यो। एउटा घरलाई चाहिँ यसरी फेरि एक घर यसरी बुनिदिने, फेरि 7 वटा घर सुल्टो पारेर पछाडि धागो लगाएर सुई सुई यसरी बुनिदिने। अब अर्को बुट्टा बस्यो। सरी 7 वटा भनेपछि यो एउटा घर जुन सुल्टो घर छ यसलाई अगाडि धागोले यसरी बुनिदिने र पछाडि 7 वटा घरलाई यसरी बुन्दै जाने हो। अगाडि धागो लिने, अनि यो बिचको एउटा घरलाई अगाडि धागोले सुल्टो बुनिदिने, अनि पछाडि धागो सुई सुई। अब अर्को बुट्टा बस्यो। अब अर्को बुट्टा यो उल्टो साइड चाहिँ म सुई सुई बुन्छु, केही गर्नु पर्दैन। सरी। अब अर्को बुट्टाको लागि हेर्न सक्नुहुनेछ। फेरि एक घर थुत्ने, अगाडि धागो ल्याउने, अघिको सुल्टो घर एउटा बुनेको भइहाल्यो। अनि यतापट्टिको एउटा पनि सुल्टो घर बुनिदिने। अघि 1 थियो, यहाँ 2 बनाएँ। अब यहाँ अघि 7 वटा सुल्टो घर बुनेको थियो, 5 वटा मात्रै बुन्ने। यसै गरी घट्दै जान्छ। सरी, एउटा घर बढी बुनेछु यहाँ। फेरि अघि यहाँ एक घर थियो, अब एक साइडको एक घर, यता एक साइड 3 घर हुन्छ। फेरि बिचमा 5 घर बुन्ने, अनि अगाडि धागो ल्याउने, अनि यो बिच अघि बुनेको हुँदा एक साइडको यतापट्टिको एक घर, यो 2 घर र यो 3 घर, अनि पछाडि लगेर 5 घर बुनिदिने। अनि अगाडि धागो लिने। अब यो यसै गरी फेरि यो घट्दै आउनेछ। यसरी नै बुन्दै जाने हो। हजुरहरूले मैले सिकाएको कस्तो लाग्यो, यदि बुझ्नु भएन भने
कमेन्ट गरिदिनु होला। म अर्को भागमा हजुरहरूलाई यो सिकाउने छु। मलाई चाहिँ एकदम राम्रो र सजिलो लाग्यो। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अहिले चाहिँ यति नै। हस् त, नमस्ते।